समय बदलिँदैछ र सोसँगै समाज पनि बदलिँदैछ। परिणामस्वरूप परिवारको आकार खुम्चिँदैछ, लवाई खवाई फेरिँदैछन् र दैनिकीहरू पनि छिटछिटो गतिमा रूपान्तरित हुँदैछन्। जलवायु परिवर्तन अर्को एउटा महत्त्वपूर्ण पक्ष हो जसका कारण समग्र जीव र जगत नै दूरगामी रूपमा बदलिँदै गइरहेका छन्। भित्र र बाहिर सबैतिर देखिएका यिनै परिवर्तनको प्रभावले गर्दा नै हो। रूपान्तरण सबैतिर छ र त्यसबाट आज कुनै पनि पक्ष, कुनै पनि व्यक्ति अछुतो रहन सकेका छैनन्। बदलिँदो परिवेशमा परिवर्तनको प्रभाव सबैभन्दा बढी देखिएको एउटा क्षेत्र हो जनस्वास्थ्य। हामी देख्दैछौँ समयले डोर्याएको परिवर्तन र त्यसबाट थपिँदै गएको चुनौतीकै कारण आज शारीरिक तथा मानसिक रोगहरू दिनानुदिन बढ्दै गइरहेका छन्। तीमध्ये पनि क्यान्सर, मुटु रोग, मधुमेह, उच्च रक्तचाप, चिन्ता र तनाव जस्ता नसर्ने रोगहरू तीव्रतर गतिमा अकासिँदै गइरहेका छन्। रोगहरूको निवारण र उपचारका लागि विज्ञान र वैज्ञानिकहरू निस्सन्देह पनि हात बाँधेर बसिरहेका छैनन्। तरै पनि समयसँगै थपिँदै गएका नयाँ स्वास्थ्य जटिलताहरूले गर्दा चुनौतीको चाङ पनि अग्लिँदै गइरहेको हामी देख्दैछौँ। विकास सँगसँगै अहिले सामाजिक परिवर्तन र हाम्रो दैनिक लाइफस्टाइलको परिवर्तन भइरहेको छ। त्यसैले गर्दा अब सर्ने रोगहरूलाई सरकारले जति पनि प्रयास गरेर प्रिभेन्टिभ रूपमा लगेपछि धेरैले बुझ्ने भएर त्यो कम हुँदै गएको छ भने नसर्ने रोगहरू पनि बढ्दैछ र मृत्युको सङ्ख्या पनि अहिले सर्ने रोगले भन्दा नसर्ने रोगले चाहिँ मृत्यु हुने दर चाहिँ बढ्दो छ। भने यो किन भयो त भन्दाखेरि अहिलेको हाम्रो जीवनशैलीमा परिवर्तन, व्यापक परिवर्तन भएको छ र हाम्रो खानपान सबै कुराहरूले यसलाई असर गरिरहेको छ। जस्तै अहिले हामीले भन्छौँ हाम्रो किडनी फेल हुने सबैभन्दा प्रमुख कारण संसारमै एउटा चाहिँ मधुमेहलाई लिइन्छ। भने मधुमेह किन हुन्छ त भने लाइफस्टाइल, अभियसली किन लाइफस्टाइल चेन्ज भएसँगै जस्तो हाम्रो एकदमै सेडेन्टरी लाइफस्टाइल, खानामा चेन्जेसहरू, फास्ट फुडहरू, विभिन्न कुराले गर्दाखेरि प्रत्येक वर्ष डायबिटिस हुनेको सङ्ख्या बढ्दो छ भने किडनी फेल हुनेको सङ्ख्या पनि त्यहीसँग बढ्दै जान्छ। साँच्चै हो पनि हामी नियमित के खान्छौँ र के गर्छौँ त्यसैबाट हाम्रो स्वास्थ्यको अवस्था निर्धारण हुने गर्दछ। यस सन्दर्भमा संसार अहिले कहाँ छ बुझ्न यो छोटो भिडियोले थोरै भए पनि मद्दत गर्ला कि? हामीले सधैँ पिउँदै आएको सोडा, कोल्ड ड्रिङ्क, फलफुलको स्वादिलो जुस तथा बोतल र बट्टामा प्याक गरिएका पेय पदार्थ, तिनीहरू अपेक्षाकृत रूपले सस्ता र सुलभ छन्। चिनी मिसाएर गुलियो पारिएका ती पेय पदार्थ स्वादिष्ट त छन् नै, तर त्योसँगै टाँसेर आउने एउटा तीतो सत्य भने हामी देख्दैनौँ। यसै सम्बन्धमा हालै गरिएको एउटा अध्ययनले एउटा नयाँ तथ्यलाई सतहमा ल्याइदिएको छ। खाँदा मिठो लाग्ने ती गुलियो पेयका कारण सन् 2020मा मात्र पनि विश्वभरिमा 22 लाख मधुमेहका नयाँ रोगी थपिए। यो कुनै आश्चर्यको विषय रहेन, किनकि सर्वत्र गुलियो पेयको उपभोग जसरी बढ्दैछ, मधुमेह र मुटु रोग पनि त्यसरी नै सबैतिर फैलिँदैछ। औषधमा यी गुलिया पेयकै कारणले गर्दा विश्वमा वर्षेनी 20 लाख मानिस मधुमेहको शिकार हुँदै गएका छन्। 3,40,000 जनाले मधुमेहकै कारण ज्यान गुमाइरहेका छन् भने झण्डै 10 लाख जनता मुटु रोगीहरूको भिडमा थपिँदै गएका छन्। तपाईलाई राम्ररी थाहा छ ती गुलिया पेय पदार्थहरू हाम्रा लागि हानिकारक छन्। तिनले क्यालोरी तल झार्दैन, मोटोपन निम्त्याउँछ, कलेजोमा क्षति पुर्याउँछ, हाइपरटेन्सन, मुटु रोग र टाइप 2 मधुमेहका लागि बाटो खोलिदिन्छ, अन्धोपनलाई निम्त्याउँछ, अङ्गलाई काटेर फाल्नुपर्ने बनाइदिन्छ र अकाल मृत्यु समेतका लागि ढोका खोलिदिन्छ। यी सबै तथ्य पुष्टि भइसकेका कुरा हुन्, तर पनि गुलियो पेयको उपभोग विश्वभरि बढेको बढै छ। अब भनिरहन परेन, मूलत हाम्रो आफ्नै बानी बेहोराका कारण मृगौला रोग अहिले मान्छे मार्ने एउटा प्रमुख रोग बनिसकेको छ। एउटा तथ्याङ्क अनुसार सन् 2023मा विश्वका झण्डै 15 लाख मानिस यही एउटै रोगका कारण मृत्युको मुखमा पुगेका थिए। साँच्चीकै पीडादायी छ। गत 30 वर्षको छोटो अवधिभित्र मात्र पनि यो रोगबाट मर्नेहरूको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको देखियो। मृगौला रोग आखिर कुन हदसम्मको ज्यानमारा रहेछ थाहा दिने थप केही तथ्याङ्क यस्ता छन्। विश्वको सबैभन्दा विकसित एवं स्वास्थ्य सुविधाको दृष्टिले सर्वाधिक सम्पन्न देश संयुक्त राज्य अमेरिकामा
अहिले आजको मितिमा कम्तीमा पनि 1.25 लाख मानिस विभिन्न खाले अङ्गको प्रतीक्षामा बसेका छन् भने तीमध्ये मृगौला कुरेर बसिरहेकाहरू मात्र पनि 1 लाख भन्दा बढी छन्। मृगौलाको माग नित्य बढ्दैछ, तर आपूर्ति त्यही अनुपातमा बढ्न नसक्दा त्यहाँ हरेक दिन कम्तीमा 17 जना र युरोपमा दैनिक 19 जनाको ज्यान गइरहेको पीडादायी अवस्था अहिले छ। जुन परिदृश्य अहिले अन्यत्र देखिन्छ, ठिक त्यस्तै परिदृश्य हाम्रोमा पनि देखिन थालेको छ। देश सानो छ, तर पनि समस्या भने दिनानुदिन विकराल हुँदै गइरहेको छ। नेपालमा अहिले कुल जनसङ्ख्याको 10% जनता मृगौला सम्बन्धी कुनै न कुनै रोगबाट पीडित रहेका र तीमध्ये दाताबाट मृगौला दान पाइने आशा बोकेर बसेकाहरूको संख्या मात्र पनि 3000 को हाराहारीमा रहेको बताइएको छ। मृगौलातिरको लाइन लामो त छँदैछ। आजकल मुटु, कलेजो र अन्य अङ्गको उपचार वा प्रत्यारोपण केन्द्रतिर सोझिएका लाइनहरू पनि छोटा रहेनन्। हो, फेरि पनि मूल कारण हामी भित्रै छ। वायु प्रदूषण मात्र होइन, विषादीयुक्त खाद्यान्न, तरकारी र फलफूल, त्यसमाथि जङ्क फुड, धूम्रपान, मद्यपान, अपर्याप्त निन्द्रा, कामजन्य तनाव र पछिल्लो समय देखा परेको मोबाइल फोनको कुलत, यस्ता धेरै कारक तत्त्वहरू छन् जसलाई हामी नियन्त्रण गर्न सक्छौं, तर गर्न खोजिरहेका छैनौं। हाम्रो बानी बिस्तारै पहिला टिभी हेर्ने, अहिले मोबाइल फेसबुकमा हामी घन्टौँ समय बिताइदिन्छौँ। तर हामी मध्ये अधिकांश व्यक्तिहरूले के भन्नुहुन्छ, बिरामीहरूले, डाक्टर साहब मसँग त टाइम छैन, म भ्याउँदिनँ एक्सर्साइज गर्न, मर्निङमा यो हुन्छ, इभिनिङमा यो हुन्छ, म भ्याउँदिनँ। र यो एकदमै दुःखलाग्दो अवस्था हो। के हुन्छ भने 30-40 वर्ष 50 वर्षसम्म तपाईँ भ्याउनुहुन्न। 50 वर्षपछि तपाईँले सुगर, प्रेसर, कोलेस्ट्रोल र मुटुको समस्या हुन्छ र त्यसपछि तपाईँ अब आँट्नुहुन्छ कि म अब गर्छु। अब बानी छैन भने तपाईँ सक्नुहुन्न। हो, औँलाहरू फेरि पनि हामीतिरै सोझिन्छन् र हाम्रो आफ्नै कारणले गर्दा मुटु रोग आज सबैभन्दा ठूलो ज्यानमारा रोग बनिसकेको छ। विश्व स्वास्थ्य संगठन भन्छ सन् 1991 मा विश्वभरि 1,21,00,000 मानिस मुटु रोगका कारण मरेका थिए भने त्यो संख्या 2021 सम्म आइपुग्दा 60% बढेर 2,05,00,000 पुग्यो। विश्व स्वास्थ्य संगठनकै प्रक्षेपण अनुसार सन् 2030 सम्ममा मुटु रोगका कारण मर्नेको संख्या 2,50,00,000 पुग्नेछ। संयुक्त राज्य अमेरिकामा अचेल करिब 2 करोड जनता मुटु सम्बन्धी कुनै न कुनै रोगबाट पीडित छन्, जहाँ हरेक 34 सेकेन्डमा 1 जना नागरिकको ज्यान त्यही रोगबाट गइरहेको छ। उता युरोपमा वर्षेनी 40 लाख अर्थात् दैनिक झण्डै 11,000 जनाको मृत्यु मुटु सम्बन्धी रोगबाट भइरहेको भन्दै विश्व स्वास्थ्य संगठनले युरोपेलीहरूलाई नुनको सेवन कम गर्न तथा जङ्क फुडमाथि रियाल चुहाउने बानी हटाउन गत वर्षको जेठमै सार्वजनिक आह्वान गरिसकेको छ। नेपालकै सन्दर्भमा पनि 1/3 जनसङ्ख्या मुटु सम्बन्धी कुनै न कुनै रोगबाट पीडित रहेका छन् र तीमध्ये झण्डै 3,000 नेपालीहरूले मुटुसँग सम्बन्धित रोगकै कारण वर्षेनी ज्यान गुमाइरहेको तथ्याङ्क हालै सार्वजनिक भएको छ। तुलना गर्दा संख्या कम होला, तर कलेजो सम्बन्धी रोग पनि दिनानुदिन भयावह बन्दैछ। दोष फेरि पनि हाम्रै हो र मुख्यतः हाम्रै आहार विहार तथा एक हदसम्म बाह्य वातावरणले गर्दा विश्वमा प्रत्येक वर्ष करिब 14 लाख मानिसको मृत्यु कलेजो सम्बन्धी रोगका कारण भइरहेको देखिएको छ भने नेपालमै पनि यो संख्या वर्षेनी बढ्दै गइरहेको आँकडाहरूबाट प्रष्टै देखिन्छ। कलेजोको रोगबाट पीडितहरू हजारौंको संख्यामा छन्, तैपनि वर्षेनी अन्दाजी 300 बिरामी प्रत्यारोपणको पर्खाइमा रहेको अनुमान सम्बद्ध पक्षको छ। हामी कहाँ जनसङ्ख्या वृद्धि दरको अनुपातमा कलेजो रोगीहरूको संख्या समेत यसरी किन एकाएक आकाशिएको होला? उत्तर फेरि पनि हाम्रो सामाजिक आर्थिक परिवेशमै गएर ठोकिन्छ। कलेजो यो चाहिँ अब हाम्रो शरीरको भित्र रहेको सबैभन्दा ठुलो अङ्ग हो हैन। अब यसमा धेरै अब कयौं रोगहरू हुन्छन्। अब त्यो सबै रोगहरूलाई अब एकैचोटि त्यो भन्न गाह्रो हुन्छ। तर अब एकदम सर्टमा चाहिँ अब एउटा मेडिकल प्रब्लम्सहरू हुन्छन् हैन। कलेजोमा जसलाई चाहिँ औषधिहरूले सेवन गरेर चाहिँ ठिक बनाउन सकिने, कम गर्न सकिने हुन्छ भने अर्को चाहिँ सर्जिकल प्रब्लम्सहरू हुन्छन्।
त्यो सर्जिकल प्रब्लम्सलाई चाहिँ अब अपरेसन गर्नुपर्ने नै हुन सक्ने हुन्छ। प्रायः जसो मगा आइपुग्ने भनेको चाहिँ अब जुन चाहिँ बिग्रिएर कलेजो बिग्रिएर जसलाई चाहिँ पछि गएर कलेजो प्रत्यारोपण नै गर्नुपर्ने कारण भएका बिरामीहरू चाहिँ मका आउनुहुन्छ होइन। अब तपाईँले जुन सुन्नुभएको होला जस्तो अब कलेजो प्रत्यारोपण जुन हामीले गर्छौँ त्यसको चाहिँ एउटा चाहिँ कमन अब मुख्य रूपमा चाहिँ कलेजो बिग्रिएर हामीले सिरोसिस भन्ने स्टेजमा गइसकेको बिरामीहरूलाई चाहिँ पछि गएर प्रत्यारोपण गर्नुपर्ने हुन्छ। र त्यो कलेजो सिरोसिस हुने कारणहरू चाहिँ थुप्रो हुन्छ र हामीले जुन देखेका छौँ हामी कहाँ आउने बिरामीहरूमा प्रायः जस्तो चाहिँ नि रक्सी सेवन चाहिँ एक नम्बरमै आउँछ होइन। रक्सी सेवनले लामो समय रक्सी सेवन गरेर अनि कलेजो बिग्रेर सिरोसिस भएर अब प्रत्यारोपण नै गर्नुपर्ने चाहिँ स्थितिमा पुगेका हुन्छन्। त्यसबाहेक हेपाटाइटिस बी सीको इन्फेक्सनले गर्दा चाहिँ कलेजो बिग्रेर आउँछन्। आजभोलि कति बिरामीहरूमा मोटोपनले जुन मोटोपनसँग रिलेटेड जुन फ्याटी लिभर डिजिज भन्छौँ कलेजोमा बोसोपन भएर चाहिँ नि कलेजो पछि गएर बिग्रिँदै गएर त्यसलाई पनि कलेजो फेर्नुपर्ने अथवा प्रत्यारोपण गर्नुपर्ने स्थितिमा आउन सक्नुहुन्छ। र यसबाहेक पनि अब कैयौँ अरू कारणहरू पनि हुन्छन्। शरीरभित्रको सबैभन्दा ठूलो अङ्ग कलेजो सम्बन्धी रोगका धेरै आयामहरू छन्। कलेजो रोग तथा प्रत्यारोपणबारे आफ्नै छोरीलाई कलेजो दान दिएका भक्तपुर सिरोटार निवासी प्रभुराम थापाले एउटा आयामको पटाक्षेप यसरी गरेका छन्। यो कलेजो ट्रान्सप्लान्टको बारेमा मैले केही कुरा यहाँ हजुरहरूसँग राखिरहँदा 2074 सालमा मेरो छोरीलाई एउटा सामान्य अब बिरामी भई मैले हस्पिटल लगेँ। मोडल लगायत हाम्रो नर्भिक हस्पिटल जसाउँदा छोरीको कन्जनाइटल प्रब्लम अर्थात् जन्मजातै एउटा प्रब्लम रहेछ त्यो हामीलाई थाहा भएन सुरुमा, जसले हाम्रो शरीरको अशुद्ध रगत अथवा हामीलाई शरीरलाई चाहिने रगत बोक्ने नसा जसले कलेजोमा त्यो नसा लगेर रगत लगेर त्यो रगत सफा गरेर हाम्रो शरीरमा अरू अङ्ग प्रत्यङ्गहरूमा त्यो रगत पठाउँछ। त्यो नसा चाहिँ कलेजोमा जानुपर्ने ठाउँमा अथवा कलेजोमा जोडिनुपर्ने ठाउँमा अथवा भनौँ कलेजोभित्र रहनुपर्ने त्यो नसा कलेजोभन्दा बाहिरैबाट हाम्रो शरीरको अन्य नसामा जोडिएको कारण उसलाई केही समस्या पहिलादेखि नै थियो, बच्चादेखि नै। तर 74 सालमा अलिकति बढी समस्या आएपछि मैले हस्पिटलाइज गर्दाखेरि त्यो समस्या देख्यो मैले अघि जुन भने त्यो उपचार तत्काल चाहिँ अब नेपालमा सम्भावना नभएको कारण मैले तत्काल हार्ड एन्ड फास्ट लगभग अघि एक दिनकै निर्णय गर्दा तुरुन्तै इन्डिया जानुपर्ने भएर म इन्डियाको बिएल कपुर हस्पिटलमा गएँ। र त्यहाँ गइरहँदा म नेपालबाट जाँदा म कलेजो ट्रान्सप्लान्ट गर्न भनेर गएको होइन, त्यो नसालाई काटेर कलेजोभित्र जोइन गर्ने जुन यहाँको डक्टरहरूले मलाई सल्लाह दिनुभयो त्यसैको लागि म इन्डिया गएँ। तर त्यहाँ गएर फर्दर ट्रिटमेन्ट गर्दा कलेजो नै पूर्ण रूपमा ड्यामेज भइसकेको र त्यो नसा कलेजोमा जोड्दा पनि कुनै पनि त्यसको उपलब्धि नहुने र तत्कालै कलेजो ट्रान्सप्लान्ट गर्ने भन्ने भएको कारणले म बाउ भएको हैसियतले मैले अरू कुनै पनि अप्सनल सोचिनँ र म आफै नै तुरुन्त त्यहीँ तयार भएँ। स्वास्थ्य क्षेत्रमा एउटा प्रचलित कहावत छ, जसले आज आफ्नो शरीरको लागि समय दिन सक्दैन उसले भोलि आफ्नो सारा समय अस्पताललाई दिनुपर्ने हुन्छ। यसकारण व्यस्तता होस् वा बेवास्ता कुनै पनि बहानामा गरिने हेल्थ चेकराई भविष्यमा हाम्रो आफ्नै लागि महँगो साबित हुन सक्दछ, किनकि वास्तविकतालाई हामी व्यवस्था गर्न सक्दैनौँ र कथम कदाचित व्यवस्था गरिहाल्यौँ भने पनि त्यो व्यवस्थाले गर्दा पछि शरीरभित्र जुन दुष्परिणाम भित्रिन्छ त्यसलाई व्यवस्था गर्ने छुट भने समयले हामीलाई दिने छैन। मेडिकल साइन्सले मात्र होइन, हाम्रो आफ्नै पुर्खाले समेत बारम्बार भन्दै आएको एउटा कथन छ, रोग लागेर उपचार गराउनु भन्दा रोगै लाग्न नदिनु राम्रो। सुरुवात हामीले आफैबाट गर्न सक्छौँ। हाम्रो भान्सामा 101 जीवनदायी औषधिहरू छन्। दाल भात तरकारी हरिया सागपात अदुवा लसुन आदि सबै मात्रा मिलाएर खायो भने ती सबैले हाम्रो शरीर र दिमागलाई स्वस्थ राख्दछ। तर हामीले आज हाम्रो खानालाई मात्रा मिलाएर वा सही मिश्रणमा खान जानेनौँ भने भोलि हामीले औषधिलाई खानाको रूपमा खानुपर्ने दिन आउन सक्दछ। तर दुर्भाग्यवश अहिले भइरहेको भने त्यही नै हो। विशेषतः शहरका बासिन्दा हामीहरू अचेल फुर्सदै नभएर हो कि दुनियाँलाई देखाउन भान्सामा पाक्ने स्वस्थकर खानालाई छाडेर बढी जसो बाहिरै खान रुचाउँदछौँ। अझ अचेल त घरैसम्म आइपुग्ने गरी खाना मगाउँदछौँ। हानिकारक कीटनाशक औषधिको निसङ्कोच प्रयोगले गर्दा खुल्ला बजारमा किनिने खाद्यान्न
सागपात र फलफूलको गुणस्तर आजकल आफै पनि बहस र विवादको विषय बन्दै आइरहेको छ। त्यसमाथि बाहिर होटल, रेस्टुराँ र पार्टी प्यालेसहरूतिर खाइने खाना र अझ चिल्लो चम्किलो प्याकिङमा घरैसम्म आइपुग्ने परिकारको गुणस्तर कस्तो होला? समय छँदै सचेत र सजग हुनु आवश्यक छैन र? कथित आधुनिकताले हाम्रो शरीर र दिमागलाई कसरी रोगहरूको घर बनाउँदैछ? हेर्दा राम्रो र खाँदा मिठो लाग्ने परिकार अनि तिनलाई प्याकिङ गर्न प्रयोग गरिने एल्युमिनियम तथा प्लास्टिक लगायतका सामग्रीले दिनै पछि हामीलाई कसरी छिनछिनमा मारिरहेका छन्? बुझ्न यी केही सूचनामूलक श्रव्य दृश्य सामग्री सहयोगी साबित हुन सक्लान् कि? जीवनमा आधुनिकताले गति पक्रेसँगै दैनिकीलाई अझ बढी सजिलो पार्न हामी विकल्पहरूको खोजी गर्न थाल्दछौँ। जब खानपिनको कुरो आउँछ त्यसमा पनि हामी ठिक त्यही नै गर्दछौँ। ती खानेकुराहरू प्याक गरिँदा प्रयोग गरिएका कतिपय सामग्री पर्यावरणका लागि हानिकारक छन्। के यो कुरा तपाईलाई थाहा छ? ती सामग्रीहरू तपाईको आफ्नै स्वास्थ्यका लागि समेत खराब छन्। एल्युमिनियम क्यान। एल्युमिनियमका यी क्यानहरूमा बिस्फेनोल ए मिसिएको इपोक्सी रेजिनको लेप लगाइएको हुन्छ, जसको कारणले गर्दा हाम्रो हर्मोन प्रणाली बिग्रिन्छ र हामी बाँझोपन, मेटाबोलिक असन्तुलन तथा क्यान्सरको शिकार हुन पुग्दछौँ। रेजिनको लेपनले भित्रको पेय पदार्थलाई एल्युमिनियमसँग स्पर्श गराउँछ, जसले गर्दा पेय पदार्थको स्वाद त फेरिन्छ नै, हानिकारक बीपीए समेत तपाईको पेयमा मिसिन पुग्दछ। त्यस्तै अब प्लास्टिक र्यापर बारे पनि केही कुरा। गार्जियन पत्रिकामा प्रकाशित एउटा प्रतिवेदन अनुसार प्रयोग गरिसके लगत्तै फाल्न मिल्ने डिस्पोजेबल प्लास्टिक र्यापरले कतिपय रसायनलाई तपाईको खानाभित्र पुर्याइरहेको हुन्छ। ती प्लास्टिक भित्र अत्यन्त हानिकारक फाथलेट्स रहेको हुन्छ। खाद्य सामग्री प्याक गरिएको प्लास्टिक केबाट बनेको हो त्यो हामीलाई थाहा हुँदैन। तिनीहरूको रिसाइकल हुँदैन, यसर्थ सीधा ल्यान्डफिलमा पुर्याइन्छन्। अब पुनर्प्रशोधन अर्थात् रिसाइकल गर्न मिल्ने कफीका कपहरू बारे पनि केही शब्द। कफी पिउन प्रयोग गरिने ती कपहरूमा स्टाइरोफोमको मात्रा हुन्छ। के यो कुरा तपाईलाई थाहा छ? पोलिस्टाइरिन तथा स्टाइरिन नाउका दुई प्रमुख कच्चा पदार्थको मिश्रणबाट स्टाइरोफोम बनेको हुन्छ, जसलाई संयुक्त राज्य पर्यावरण संरक्षण संस्था EPA ले निरन्तर निगरानीमा राख्दै आएको छ। त्यही अध्ययनले देखाएको छ स्टाइरिनसँगको संसर्गले गर्दा हामी भित्र टाउको दुख्ने, डिप्रेसन, कान कम सुन्ने तथा नशा सम्बन्धी विभिन्न रोगले सजिलै प्रवेश पाउँदछ। यसै सन्दर्भमा स्विजरल्यान्डले लामो अध्ययन पश्चात सार्वजनिक गरेको एउटा अध्ययनले पनि हामीले दैनिक उपभोग गर्दै आएका खाद्य सामग्रीलाई प्याकिङ गर्न प्रयोग गरिएका धातु तथा प्लास्टिकजन्य सामग्रीले हाम्रो शरीरलाई कसरी क्षति पुर्याइरहेको छ स्पष्टसँग उजागर पारिदिएको छ। प्याकिङ सामग्री बनाउन प्रयोग गरिने 3000 भन्दा बढी प्रकारका केमिकलहरूले हामीले नित्य खाँदै आएका खानेकुरालाई दूषित बनाइरहेको बारे अनुसन्धानकर्ताहरूले सचेत गराएका छन्। स्विजरल्यान्डमा गरिएको एउटा अध्ययनले प्याकिङ सामग्री बनाउन 14000 भन्दा बढी किसिमका केमिकलहरू प्रयोग हुँदै आएको र तीमध्ये 3600 भन्दा बढी प्रकारका केमिकलहरू हाम्रो शरीरभित्र भेटिएको देखाएको छ। ती केमिकलहरू हाम्रा लागि अत्यन्त हानिकारक छन्, जसमध्ये 100 थरीका केमिकलहरू अति नै जोखिमपूर्ण कोटिका छन् भने 44 थरीका केमिकलहरूलाई मध्यम श्रेणीमा राखिएको छ। तिनको नियमित प्रयोगले क्यान्सरको जोखिम बढेको देखिएको छ भने असंख्य केमिकलहरूले मानव शरीरमा पुर्याउने क्षतिबारे त अध्ययन हुन अझै बाँकी नै छ। दैनिक जीवनमा आज हामी जे खान्छौं र तिनलाई प्याकिङ गर्न जे जस्ता सामान उपयोग गर्छौं, तिनले हाम्रो शरीर र दिमागलाई प्रत्यक्ष असर त पार्छन् नै। तिनले हामी पछि आउने धेरै पुस्ताको स्वास्थ्य र समृद्धिमा समेत असर पार्ने तथ्यलाई विज्ञानले समेत पुष्टि गरिसकेको छ। यसकारण प्रश्न छ, खानपिनमा हामी सजग भयौं भने हामी आफै त स्वस्थ र समृद्ध हुन्छौं नै, हाम्रो परिवार र समाज अनि हामी पछिका पुस्ताहरूलाई समेत स्वस्थ, सुखी र समृद्ध पार्न मद्दत गरिरहेका हुनेछौं। सुन्दा अचम्म लाग्ला, सन् 2023मा मृत्युवरण गरेका 6 करोड 10 लाख मानिसमध्ये झण्डै 3/4 मानिसको मृत्यु मुटु रोग, क्यान्सर, मधुमेह, उच्च रक्तचाप र मानसिक रोग जस्ता नसर्ने रोगका कारण भएको थियो। र अर्को उदेक लाग्दो तथ्य त्यही वर्ष के पनि देखियो भने नसर्ने रोगबाट जति पनि मानिस संसारबाट बिदा भए ती मध्ये झण्डै 80% मानिस
नेपाल जस्तै अविकसित मुलुकका बासिन्दा थिए। कमजोर आर्थिक अवस्थाले गर्दा उन्नत स्वास्थ्य सुविधामा पहुँच नपुगेरै होला, अथवा कुपोषण, अज्ञानता वा सूचनाको अभावले गर्दा पनि होला। कारण जेसुकै भए पनि नसर्ने रोगहरूले आजकल अविकसित देशकै मानिस बढी मारिरहेका छन्। हाम्रो आफ्नै परिवेशमा एउटा अचम्म लाग्दो तथ्य पनि हालैका दिनमा उजागर भएको छ। काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा दिनहुँ देखिने श्रमजीवी युवाहरूको भीडमध्ये अधिकांशको गन्तव्य खाडी देश वा मलेसिया हुने गरेको छ। यसलाई नेपाल र नेपालीको विडम्बना नै भन्नुपर्दछ। सरकारी अकर्मण्यताका कारण विदेशी न बाध्य ती मध्ये कतिपय नेपाली युवाहरू बाकसमा फर्किन्छन् भने जो जीवित फर्किन्छन् ती मध्ये 30% युवाहरू बिग्रिएको मृगौला लिएर फर्किने गरेका छन्। शरीरसँगै अरू धेरै रोगहरू पनि भित्रिएकै छन्, तर सबैभन्दा बढी भित्रिने रोग भनेको मृगौला सम्बन्धी रोग नै रहेछ। भक्तपुर चाङ्गुनारायण 5 छालिङ निवासी यी आमा उर्मिला गिरीको अनुभवले पनि त्यही भन्दैछ। यो हुनुको कारण चाहिँ मेरो छोरो विदेश गएको थियो, कतारमा ग्यास प्लान्टमा चाहिँ नि काम गाडी चलाउने रहेछ। त्यसको ग्यासले चाहिँ मेरो छोराको मृगौलो सुकेछ, काम नलाग्ने गरेर कतारकै डक्टरले चाहिँ तिमीलाई चाहिँ तिम्रो मृगौलो फेल हुन लागिसक्यो, तिमी घर जाऊ, घर गएर चाहिँ नि उपचार गर भनेर पठाउनु भएको छ। अनि यहाँ आएर चेकअप गर्दा हामीलाई भक्तपुरमा चाहिँ नि अङ्ग प्रत्यारोपण हस्पिटल छ भन्ने थाहा नै थिएन। भक्तपुर हस्पिटलमा आएर अनि उसले अब मसित मृगौलो माग्यो। मैले अनि छोरो बाँच्छ भने म दिन्छु भनेर मैले दिएँ। मेरो नातिहरूको बिजोग हुन्छ भनेर मैले दिएँ। त्यही हो, अब विदेशमा काम गर्दाखेरि मृगौलो उसको चाहिँ नि अब फेल भएको भनौँ न, कामै नलाग्ने भएको थियो। एउटा मात्र रहेछ मृगौलो, फेरि एउटा रहेनछ, जन्मै रहेनछ। अनि मैले मृगौलो दिएपछि अहिलेसम्म बाँचेको छ। समस्या सबैतिर छ र उत्तिकै भयावह पनि छ। तर हाम्रा लागि खुसीको खबर, वैज्ञानिकहरू हातमा दही जमाएर बसिरहेका छैनन्। यो सत्य हो कि मानिसले आज स्वास्थ्य सम्बन्धी अनुसन्धानमा भन्दा पनि आम विनाशकारी हात हतियारको विकास र निर्माणमा बढी खर्च गरिरहेका छन्। विश्व इतिहासलाई हेर्ने हो भने टक्लक्कै देखिन्छ। हैजा र टिबीदेखि क्यान्सर र कोरोनासम्मका रोग व्याधि, अनि बाढी पहिरो र सामुद्रिक आँधी बेहरीदेखि भूकम्प जस्ता प्राकृतिक विपदसम्मबाट जति पनि मानिस आजसम्ममा मारिए त्योभन्दा कयौं गुणा बढी मानिस हिंसात्मक द्वन्द्व र युद्धमा हामी आफैले बनाएको हात हतियारबाट मारिएका छन्। पछिल्लो परिदृश्यले पनि त्यही देखाउँदैछ। ग्रामीण गरिबका लागि सेवा दिने 10,000 स्वास्थ्य चौकी निर्माण गर्न पुग्ने पैसा आज एउटा लडाकु विमान बनाउन खन्याइँदैछ भने 4,000 गाउँमा स्वच्छ खानेपानी वितरण गर्न पुग्ने पैसा एउटा युद्ध ट्याङ्क बनाउन खर्चिँदैछ। अझ नेपालको कुल वार्षिक बजेट बराबरको पैसा एउटै विमान वाहक युद्धपोत बनाउन खर्च गरिएको छ। विकासका लागि खन्याइनु पर्ने पैसा विनाशको लागि नखन्याइएको भए संसारको अनुहार अहिले नितान्त भिन्न हुन्थ्यो। तर त्यति हुँदाहुँदै पनि सन्तोष लिनु पर्दछ। विश्वभरि वैज्ञानिकहरूको एउटा ठूलै संख्या अहिले विभिन्न खाले रोगको निदानदेखि उपचारसम्मका विधामा अहोरात्र खटिएका छन्। सुँगुर र बाँदर लगायतका पशुका अङ्गलाई मानिसमा सफल प्रत्यारोपण गर्ने प्रयत्न निरन्तर जारी छ भने नसर्ने कयौं ज्यानमारा रोगहरूबाट सधैँका लागि छुटकारा दिलाउन प्रयोगशालामा कृत्रिम अङ्ग बनाउने काम समेत तीव्रतर गतिमा अगाडि बढिरहेको छ। मुटु, मृगौला, फोक्सो र कलेजो जस्ता महत्वपूर्ण अङ्गहरूको विकास र व्यावसायिक उत्पादनसँगै हुन सक्छ अबको केही वर्षभित्रै। मानिसलाई दिने अङ्गदान र प्रत्यारोपण नै अनावश्यक र असान्दर्भिक हुन जालान्। हेरौं प्रयोगशालाहरूमा बन्दै गरेका कृत्रिम अङ्गहरूको विकासक्रम कसरी र कुन रूपमा अगाडि बढ्दैछ। भर्खरै एउटा इतिहास रचिएको छ। मुटुको असाध्य रोगबाट थलिएका एक व्यक्ति टाइटेनियम निर्मित एउटा कृत्रिम मुटुको भरमा 100 दिन बाँच्न सफल भएका छन्। प्रविधिले सृजना गरेको एउटा कृत्रिम मुटु लिएर कुनै व्यक्ति यति लामो समय बाँचेको र स्वस्थ भएर अस्पतालबाट निस्किएको यो नै विश्वको पहिलो घटना हो। आखिर के हो त कृत्रिम मुटु? यो विषयमा विमर्श गर्नुभन्दा अगाडि पहिला यसका आधारभूत पक्षहरूलाई बुझ्ने प्रयत्न गरौं। कृत्रिम अङ्ग केलाई भनिन्छ? कृत्रिम अङ्ग मानिसले बनाएका यान्त्रिक पार्ट पूर्जाहरू हुन्।
प्लास्टिक, धातु र अझ प्रयोगशालामा बनाइएका कोशिकाहरूबाट समेत यी पार्ट पूर्जाहरूलाई तयार पारिन्छ। यिनलाई प्राकृतिक अङ्गको बदलामा मानव शरीरभित्र जडान गरिन्छ र प्राकृतिक अङ्गले गर्ने एक वा बढी किसिमका काम यिनीहरूले सहजै गरिदिन्छन्। अहिलेसम्म कृत्रिम आँखाको रेटिना, कृत्रिम एसोफेगस र कृत्रिम मुटु बनिसकेका छन्। यतिखेर इतिहासमा दर्ज भइसकेको कृत्रिम मुटुको आविष्कार अस्ट्रेलियाका बायो इन्जिनियर डेनियल टिम्सले गरेका हुन्। यो मुटु शरीरभित्र प्रत्यारोपण गर्न मिल्ने विश्वको पहिलो रक्त सञ्चार यन्त्र हो। टाइटानियमबाट बनेको हुनाले यो कृत्रिम मुटु न फुट्छ न कहिल्यै मक्किन्छ। यसभित्र घुमिरहने एउटै मात्र औजार रोटर छ जुन चुम्बकको सहाराले चलिरहन्छ। यो कृत्रिम मुटुभित्र कुनै भल्भहरू छैनन्, तर पनि यसले प्राकृतिक भल्भहरूले झैं फोक्सो तथा शरीरलाई चाहिने रगतको सञ्चार गरिरहेको हुन्छ। यो अझै पनि अनुसन्धानको प्रारम्भिक चरणमै छ, तैपनि एउटा ठूलै खाडलपूर्ण यो सफल भइसकेको छ। अङ्गदाताबाट अङ्ग प्राप्त नहुन्जेलसम्मका लागि बिरामीलाई जीवित राखिरहन यो उपयोगी साबित भएको छ। यो कृत्रिम मुटु प्राप्त गर्ने अस्ट्रेलियाली बिरामीको हकमा भएको पनि त्यही नै हो। सिडनीमा सम्पन्न 6 घण्टा लामो शल्यक्रियाबाट गत नोभेम्बरमा कृत्रिम मुटु उनको शरीरभित्र प्रत्यारोपण गरिएको थियो र उनी फेब्रुअरीमा अस्पतालबाट डिस्चार्ज भएका थिए। यो कृत्रिम मुटुले उनलाई गत मार्चमा अङ्गदाताबाट वास्तविक मुटु प्राप्त नहुन्जेलसम्मका लागि जीवितै राख्यो। चिकित्सा जगतमा यो एउटा ठूलै उपलब्धि हो, तर चिकित्सकहरू अझ एक कदम अगाडि बढ्न चाहन्छन्। उनीहरू कृत्रिम मुटुलाई अङ्गदाताबाट प्राप्त हुने मुटुको स्थायी विकल्पको रूपमा विकास गर्न प्रयत्न गर्दैछन्। बदलिँदै गएको जीवनशैलीसँगै फैलिँदै गएको मुटु रोगबाट राहत पाउन आज अस्ट्रेलियादेखि अमेरिकासम्म पनि प्रयोगशालामा कृत्रिम मुटु बनाउने काम जोडतोडले अगाडि बढिरहेको छ। यसअघि पनि गत वर्ष अर्थात् 2024 जुलाई 9 दिन टेक्सस हार्ट इन्स्टिट्युटले भल्भरहित कृत्रिम मुटु विकास गरी एकजना 57 वर्षीय मुटु रोगीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको समाचार प्रसारण भएपछि विश्व स्वाभाविक रूपले तरङ्गित भएको थियो। हामी टेक्सस हार्ट इन्स्टिट्युट तथा बाइबाकोर बेलोर मुटु उपचार केन्द्रमा प्रत्यारोपणको प्रतीक्षामा बसेका एकजना 57 वर्षीय असाध्य मुटु रोगी पुरुषमा बाइबाकोरको पूर्ण विकसित कृत्रिम मुटु पहिलो पटक प्रत्यारोपण गरिएको जानकारी गराउन पाउँदा हर्षित छौं। मुटुको प्रतीक्षामा रहेका सबै बिरामीका लागि यो तुरुन्तै उपलब्ध नहोला, तैपनि केही समयपछि नै प्रत्येक वर्ष मुटु रोगका कारण ज्यान गुमाउन बाध्य हजारौं व्यक्तिलाई यसबाट ठूलै राहत प्राप्त हुने कुरामा शल्य चिकित्सक एवं प्राविधिकहरू विश्वस्त देखिन्छन्। कृत्रिम मुटु प्रत्यारोपणमा यो एउटा महत्त्वपूर्ण कोसेढुङ्गो नै हो। पहिलो प्रत्यारोपित व्यक्तिमा देखिएको प्रगति उत्साहजनक छ र अरू धेरै रोगी यसबाट लाभान्वित हुने तथा अनुसन्धानले अझ उचाइ छुने कुरा पक्का छ। अब एउटा महत्त्वपूर्ण प्रश्न बाँकी छ, यो सहज रूपमा सबैका लागि कहिले उपलब्ध होला त? टेक्सास हार्ट इन्स्टिट्युटका अनुसार सबै कुरा सोचे जस्तै अगाडि गए भने आगामी 5 वर्षभित्रमा यो सहज रूपमा सबैका लागि उपलब्ध हुनेछ। मुटुको प्रतीक्षामा रहेका रोगीहरूका लागि 5 वर्ष लामै अवधि होला, तर स्वास्थ्य जगतको समग्रतामा हेर्ने हो भने 5 वर्ष कुनै लामो समयावधि पक्कै होइन। बताइए अनुसार एउटा कृत्रिम मुटुको मात्र पनि आजको मूल्यमा झण्डै 2 करोड नेपाली रुपैयाँ पर्दछ। निसन्देह पनि विज्ञानको प्रयोगशालाबाट निस्कने यो यन्त्रले कयौं मुटु रोगीका लागि जीवनको नयाँ द्वार खोलिदेला, तर यो आम सर्वसाधारण जनताको सस्तो र सहज पहुँचमा पुग्न अझै कति समय लाग्ला हेर्न भने बाँकी नै छ। विकसित देशले अत्याधुनिक लडाकु विमान र युद्धपोतहरूको निर्माण र सञ्चालनका लागि वर्षेनी छुट्याउँदै आएको सैन्य बजेटको एउटा सानो अंश मात्र पनि यो क्षेत्रमा लगाइदिने हो भने असंख्य मानिसको जीवन फर्किन सक्दछ। तर मानिसको सबैभन्दा ठूलो शत्रु मानिस स्वयं हो भन्ने आह्वानलाई चरितार्थ गर्दै आएका हामीमा यस्तो मानवीय चेत कहिले आउने हो, अहिले भन्न चाहिँ गाह्रो छ। कलेजो मानव शरीरभित्रको सबैभन्दा ठूलो र समग्र शरीरको दोस्रो सबैभन्दा ठूलो अङ्ग हो, जसको तौल सामान्यतया 1.5 किलोग्राम हुन्छ। बाह्य तथा आन्तरिक कारणले रोगग्रस्त भई संयुक्त राज्य अमेरिकामा वर्षेनी करिब 15,000 जना व्यक्तिहरू कलेजो प्रत्यारोपणको प्रतीक्षामा बसिरहेका हुन्छन्।
भने तीमध्ये झण्डै 2000 जनाको मृत्यु प्रतीक्षा गर्दा गर्दै भइसकेको हुन्छ। यही तितो यथार्थले वैज्ञानिकहरूलाई प्रयोगशालामा घोत्लिनुपर्ने बनायो र त्यसमा तिनीहरू एक हदसम्म सफल पनि भइसकेका छन्। यो भाँडोभित्र मान्छेको कलेजो राखिएको छ। यो मानिसको शरीरभित्रबाट निकालिएको नभई शून्यदेखि सुरु गरेर तयार पारिएको एउटा कृत्रिम अङ्ग हो। परीक्षण, गल्ती र सुधारको श्रृङ्खलालाई पार गर्दै विज्ञहरूको एउटा टोलीले स्टेम सेल, जेनेटिक इन्जिनियरिङ, टिस्यु इन्जिनियरिङ र अर्गान कल्चरको विधिबाट 5 वर्ष लगाएर यसलाई तयार पारेको हो। यस प्रकारको अनुसन्धान विगतदेखि नै जनावरको कलेजोमाथि गरिँदै आएको छ र मानिसको अङ्गमाथि त्यस्तो अध्ययन व्यवहारिक थिएन। नयाँ प्रविधि अन्तर्गत अङ्गको जेनेटिक रूपान्तरणको माध्यमले प्रयोगशालाभित्र कृत्रिम रोग सृजना गर्न सकिएको छ। फ्याटी लिभर अमेरिकामा अहिले एउटा ठूलो समस्या बन्दै गइरहेको छ। नयाँ विधि अन्तर्गत औषधिलाई व्यक्तिको आवश्यकता अनुसार विकसित गर्न सजिलो भएको छ र त्यही विधिबाट तपाईको एउटा सानो सेललाई प्रयोग गरी तपाईकै लागि आवश्यक सानो कलेजोसम्म पनि विकसित गर्न खोजिँदैछ। मलाई विश्वास छ अत्यन्त जोखिमपूर्ण भएकाले मानिसमा प्रयोग नगरिएको यो विधि उपचार पद्धतिको क्षेत्रमा एउटा राम्रो जैविक उपलब्धि हो। यो कलेजो तयार भए प्रत्यारोपण गरिन समय लाग्न सक्दछ। यसलाई विकसित गरी मानिसमा प्रयोग गर्न धेरै समय लाग्न सक्दछ, अझ वर्षौं लाग्न सक्दछ। तैपनि यो एउटा गहकिलो कदम साबित भएको छ। थोरै कुरा अब कृत्रिम फोक्सोको बारेमा पनि सुनौ। म कीथ कुक कार्नेजी मेलोन विश्वविद्यालयको बायोमेडिकल इन्जिनियरिङ विभागमा सेवारत छु। म अहिले कृत्रिम फोक्सो बनाउने काममा लाग्दैछु। यो कृत्रिम अङ्गलाई फोक्सो सम्बन्धी असाध्य रोग तथा धूमपानका कारण छातीको रोगले अति नै ग्रस्त बिरामीहरूमा प्रत्यारोपण गर्न विकसित गरिँदैछ। फोक्सो सम्बन्धी अन्य प्रकारको रोगबाट राहत पाउन पनि यसलाई उपयोग गर्न सकिन्छ। सामान्यतया विभिन्न औषधि तथा अक्सिजन दिएर फोक्सो रोगको उपचार गरिन्छ, तर रोग बिग्रदै जाँदा एउटा यस्तो अवस्था पनि आइपर्छ जहाँ त्यो उपचार पर्याप्त हुँदैन र तब प्रत्यारोपण नै अन्तिम विकल्प बन्न पुग्दछ। संयुक्त राज्य अमेरिकामा एउटा समस्या के छ भने यहाँ वर्षेनी मात्र पनि 1500 जना बिरामीमा फोक्सो प्रत्यारोपण हुन्छ। यो यन्त्र जडान गरिन रोग असाध्य भइसकेको हुनुपर्दछ, तर रोग त्यति असाध्य पनि हुनु भएन कि शल्यक्रिया नै गर्न नसकियोस्। यसले गर्दा अक्सर यस्तो अवस्था पनि सृजना हुन पुग्दछ जहाँ बिरामीलाई उपचार नदिई हुन्न, तर स्थिति यतिसम्म बिग्रिसकेको हुन्छ कि उपचार दिनु सम्भव रहँदैन। मेरो प्रयोगशालामा कृत्रिम फोक्सो मूलतः 2वटा कुराका लागि विकसित गरिँदैछ। पहिलो, प्रत्यारोपण गर्नुपर्ने बिरामीका लागि अल्पकालीन राहत प्रदान गर्ने, जस्तो यो बिरामीलाई रोगले असाध्यै च्याप्दै लगिरहेको छ र पनि प्रत्यारोपण हुन सक्ने अवस्था छैन। त्यस्तो अवस्थामा यो यन्त्रले छोटो अवधिका लागि राहत प्रदान गर्दछ। हामी अगाडि बढ्दैछौँ र यो यन्त्रले विकासको एउटा बिन्दु पार गरिसकेपछिको स्थितिलाई ध्यानमा राख्दै डेस्टिनेसन थेरापी यन्त्रको तहसम्म पनि सोच्न थालिसकेका छौँ। डेस्टिनेसन थेरापीको अर्थ यसमा अल्पकालीन भन्ने कुरा हुँदैन। यो एउटा उपचार पद्धति हो र यस अन्तर्गत तपाईले यो यन्त्रलाई बाँचुन्जेल प्रयोग गरिरहन सक्नुहुन्छ। मुटु, कलेजो र फोक्सो मात्र होइन, सबैभन्दा बढी माग भएको अङ्ग मृगौलाको कृत्रिम विकल्प अर्थात् नक्कली मृगौला आज प्रयोगशालामा के कसरी विकसित हुँदैछ जान्ने हुटोती हामीमा बढ्नु स्वाभाविकै हो। बायो आर्टिफिसियल किडनी अर्थात् जैविक कृत्रिम मृगौलाले लाखौंको ज्यान बचाउन सक्दछ। एक अध्ययन अनुसार प्रत्येक 7 जना मध्ये 1 भन्दा बढी अमेरिकी नागरिक मृगौला रोगबाट पीडित छन्। यो रोगबाट पीडित रोगीका लागि मृगौला प्रत्यारोपण बाहेक एक मात्र विकल्प भनेको डायलिसिस नै हो, जुन आफैमा एउटा जटिल प्रक्रिया हो। मृगौला रोगीले हप्ताको 12 घण्टा मेसिनसँग बिताउनु पर्ने हुन्छ र त्यसपछिको 5 वर्षे जीवन अधिकांशतः क्यान्सर पीडित रोगीको भन्दा बढी कष्टकर हुन पुग्दछ। यसको उपचार पनि अत्यधिक खर्चिलो रहेको छ। मृगौला रोगको उपचारमा वर्षेनी $1 अर्ब भन्दा बढी खर्च हुँदै आएको छ र स्वास्थ्य उपचारमा लाग्ने कुल खर्चको 20% त डायलिसिस एउटैमा खर्च हुने गरेको छ। तर पनि मृगौला रोगबाट मर्नेहरूको संख्या बढ्दै गइरहेको छ र यो संख्या स्तन क्यान्सर वा प्रोस्टेट क्यान्सरबाट मर्नेहरूको संख्या भन्दा बढी छ। अमेरिकामा अहिले 3,70,00,000 जनता मृगौलाको समस्याबाट ग्रसित छन्। मृगौला प्रत्यारोपण सम्भव छ, तैपनि प्रत्यारोपण गर्न खोजिएको मृगौलालाई अर्को शरीरले अस्वीकार गर्ने सम्भावना रहन्छ।
यसकारण डायलिसिस नै अत्यधिक प्रयोग भएको र भरपर्दो उपचार विधि भएको छ। तर यसले रोगीको शरीरमा केही जटिलताहरू थपिदिन सक्दछ। अनि यो कृत्रिम मृगौलाको विशेषता के रहेछ त? यो कृत्रिम मृगौलालाई शरीरको प्रतिरोधी क्षमतामा ह्रास हुन नदिई मृगौलाका सेलहरूको सबलीकरणमा टेवा पुग्ने किसिमले विशेष ढाँचामा विकसित गरिएको छ। यसबाट मृगौला फेल भएका बिरामीहरूलाई डायलिसिसका जटिल र पीडादायी प्रक्रियाहरूबाट गुज्रिनु नपर्ने भएको छ। अझ यही यन्त्रकै कारण तिनीहरूले मृगौला प्रत्यारोपणको क्रममा लिनुपर्ने औषधिहरू तथा तिनले निम्त्याउने पार्श्व प्रभावबाट समेत सदाका लागि मुक्ति पाउनेछन्। यसले एकातिर मृगौला सम्बन्धी अन्य उपचार पद्धतिबाट उन्मुक्ति दिनेछ भने अर्कोतिर डायलिसिस भन्दा फरक रूपान्तरणका अरू पक्षहरूका लागि समेत बाटो खोलिदिनेछ। के रहेछ त प्रत्यारोपण गर्न मिल्ने जैविक कृत्रिम मृगौला? यो यन्त्रलाई शरीरको सर्कुलेटरी प्रणालीमा जोडिन्छ र त्यहीबाट यसले पिसाब थैलीबाट काम नलाग्ने पदार्थलाई बाहिर निकालिदिन्छ। हिमोफिल्टर र बायोरिएक्टरलाई चुस्त बनाउन इन्जिनियरिङको क्षेत्रमा अनवरत रूपमा लागेपछि मानव शरीरमा प्रत्यारोपण गर्न मिल्ने जैविक कृत्रिम मृगौलाको एउटा नमुनालाई सफलतापूर्वक तयार पार्न सकिएको छ। निसन्देह पनि समस्याको स्थायी समाधानको लागि जुट्दै गरेका वैज्ञानिकहरूको पसिना अनवरत रूपमा चुहिएको छ। विज्ञान प्रविधिको विकाससँगै भोलि अङ्गदान र प्रत्यारोपण जस्ता शब्दहरू केवल शब्दकोशमै खुम्चिएलान्। आर्टिफिसियल इन्टेलिजेन्सका कारण चिकित्सकको भूमिका समेत आजको जस्तो नरहला। तर पनि अहिलेलाई एउटा यथार्थ हामीले के स्वीकार गर्नै पर्छ भने ती सबै अध्ययन अनुसन्धान व्यवहारमा रूपान्तरित हुन अझ केही वर्ष वा अझ केही दशक नै लाग्न सक्छ। तर त्यतिन्जेल के त? दुर्भाग्यवश नयाँ कृत्रिम अङ्ग प्रयोगशालाबाट ननिस्कुन्जेल वा जनावरको अङ्ग मानिसमा सफलतापूर्वक प्रत्यारोपित नहुन्जेल अङ्गदानको प्रतीक्षामा बसेका लाखौं मानिस मृत्युको मुखमा पुगिसकेका हुनेछन्। त्यतिन्जेल के गरेर बस्ने त हामी? मृत्युको निरीह साक्षी भएर बसिरहने? बिल्कुलै होइन। माथि नै चर्चा गरिसकिएको छ। विश्वभरि प्रत्येक वर्ष 2 करोड 5 लाख मानिस मुटु रोगबाट मरिरहेका छन्। त्यसै गरी 15 लाख मानिसले मृगौला रोग र 14 लाखभन्दा बढी मानिसले कलेजो सम्बन्धी रोगका कारण देहत्याग गरिरहेका छन्। तीमध्ये कतिपयलाई बचाउन सकिन्थ्यो, तर समय छँदै चाहिने संख्यामा अङ्गहरू उपलब्ध नभइदिँदा धेरैको ज्यान अनाहकमै गइरहेको पीडादायी अवस्था अहिले हामी भोग्दैछौँ। संसारभरि दैनिक हजारौं र वर्षेनी लाखौं मस्तिष्क मृत्युका घटनाहरू घटिरहेका छन्, जसको अर्थ हुन्छ दुर्घटना, स्ट्रोक, बिमारी वा अन्य कारणले गर्दा लाखौं मानिस हरेक वर्ष मृत्युको मुखमा पुगिरहेका छन्। मृत्यु निसन्देह पनि दुःखदायी हुन्छ, तर शरीरसँगै जलाइने वा गाडिने अङ्गहरूलाई खेर जान दिएनौं र तिनलाई मानव हितका लागि उपयोग गर्न सक्यौं भने मुटु, मृगौला, कलेजो लगायतका रोग लागेर मृत्युशैय्यामा सुतेका असंख्य निरीह मानिसले नयाँ जीवन प्राप्त गर्न सक्नेछन्। नेपालकै हकमा पनि वर्षेनी हजारौं मस्तिष्क मृत्युका घटनाहरू घटिरहेका छन्, तर पछिल्लो 7 वर्षको अवधिमा मस्तिष्क मृत्यु भएका दाताबाट अङ्गदान पाएर नयाँ जीवन प्राप्त गर्नेको संख्या 13 भन्दा माथि जान सकेको छैन। वर्षमा करिब 2500 को यो देशमा सडक दुर्घटनाबाट मृत्यु हुन्छ भने 1000 जनाको मस्तिष्क मृत्यु हुन्छ। 1000 जनाको मस्तिष्क मृत्यु भनेको एक वर्षमा एउटा व्यक्तिबाट 8वटा अङ्ग प्राप्त हुन्छ। मस्तिष्क मृत्यु भएको भनेपछि 8000 वटा अङ्ग प्राप्त हुन्छ वर्षको। सबैको अङ्ग काम लागेको भने त्यो अङ्गहरू अहिले खेर गएको अवस्था छ। एक वर्षमा 8000 अङ्ग प्राप्त हुनुपर्ने अवस्थामा 6-7 वर्षमा जम्मा 5 जना व्यक्तिबाट 10वटा मृगौला र 3टा कलेजो प्रत्यारोपण हुनु भनेको अत्यन्तै न्यून संख्या हो। यो जब अङ्गदानको कुरा आउँछ, प्राविधिक, कानुनी तथा व्यवहारिक तीनै थरीका समस्याहरू अगाडि तेर्सिन आइपुग्दछन्। ती मध्ये पनि नागरिकहरूबीच चेतनाको अभाव सबैभन्दा बढी खट्किने पक्ष हो। मरेपछि जलेर वा जमिन मुनि गाडिएर त्यसै पनि खेर जाने मानव अङ्गहरूबाट अरू 8 जनाको ज्यान जोगिन्छ र अरू केही मानिसले आँखा, छाला, पाठेघर आदि अङ्गहरू पाएर नयाँ जीवन जिउन सक्छन् भन्ने थाहा नपाउँदा वा थाहा पाएर पनि मानवीय संवेदनालाई अनुभूत गर्न नसक्दा अपेक्षित परिणाम आउन सकिरहेको छैन।
र त्यही भएर नै हो विश्वभरि नै अङ्गदान पाएर पुनर्जीवन प्राप्त गर्नेहरूभन्दा अङ्ग नपाएका कारण छटपटिँदै प्राण त्याग गर्नेहरूको संख्या वर्षेनी बढ्दै गइरहेको दुःखदायी अवस्था अहिले छ। मरेपछि अङ्गदान किन गर्ने भन्दाखेरि यो अङ्ग सबै जलाएर खरानी नै बनाउने हो नि। एकजना मस्तिष्क मृत्युबाट 8वटा अङ्ग भने मैले, 2टा मृगौला, 2टा फोक्सो, एउटा मुटु, एउटा कलेजो, एउटा प्याङ्क्रियाज, एउटा सानो आन्द्रा, यो ज्यान बचाउने अङ्गहरू, यिनीहरू त ज्यानै बचाउँछ। अब त्यो आँखाको नानी कुरा गरौँ, ज्योति दिन्छ, दृष्टि दियो, छालाको पनि प्रत्यारोपण गर्न मिल्छ, पोलेर कुरूप भएको छालामा त्यो टाँस्न पाइयो, हड्डीको पनि प्रत्यारोपण, आजकल त यति धेरै अङ्ग प्रत्यारोपणको कुरा आइसक्यो नयाँ नयाँ। पाठेघर प्रत्यारोपण गरेर बच्चा जन्माएको छ अहिले होइन। मुख कुरूप भएको, जलेर या चोटपटक लगाएर मुख कुरूप भएको मुखमा प्रत्यारोपण गरेर अहिले नयाँ सुन्दर अनुहार पनि बनाउने चलन आइसक्यो। त्यसैले अङ्गदान महादान भन्ने चलन छ। कुनै पनि अरू दान भन्दा अङ्गदान सर्वोत्कृष्ट र सबैभन्दा महत्त्वपूर्ण दान हो। अङ्गदान एक प्रकारको जीवनदानी हो। हाम्रो कुनै पनि धर्ममा अङ्गदान गर्न हुँदैन भनेर लेखिएको पनि छैन र भनेको पनि छैन। हामीले जलाएर अथवा गाडेर खेर जाने अङ्गहरूबाट अरू कसैको जीवन बच्न सक्छ भने त्यसलाई किन नबचाउने त? हामी बाँच्दा बाँच्दै गर्न नसकेको पुण्य काम चाहिँ हामी मृत्यु पश्चात गर्न सकिन्छ भन्ने कुरा चाहिँ म मेसेज दिन चाहन्छु र सबैलाई चाहिँ अङ्गदान गर्न आह्वान गर्छु। अङ्गदान सधैँ मरणोपरान्त मात्र गरिन्छ भन्ने होइन। मृगौला र कलेजो 2वटा यस्ता अङ्ग हुन् जसलाई मानिसले जीवित छँदै पनि दान गर्न सक्दछन्। रगत जाँचदेखि सबै प्राविधिक परीक्षण र प्रक्रिया पूरा गरिसकेर ऐनले तोके बमोजिमका नातेदारहरूबीच अङ्गदान दिने र लिने काम हुन्छ भने नाता नपर्ने 2 परिवारबीच पेयर एक्सचेन्ज अन्तर्गत पनि अङ्ग लिने र दिने काम हुन सक्दछ। तर पनि समाजमा अहिले एउटा भ्रम के छ भने प्रत्यारोपणपछि अङ्ग लिने र दिने दुवैजना स्वस्थ र सुखी जीवन बाँच्न सक्दैनन्। मृगौलाको हकमा लिने र दिने दुवैजनाले मात्र एक-एकवटा मृगौलाको भरमा बाँकी जीवन बिताउनु पर्ने हुन्छ भने कलेजो लिने दिनेहरूले पनि आंशिक अङ्गको भरमा अनिश्चयको जीवन जिउनु पर्ने हुन्छ। तर विज्ञान र व्यवहार दुईटैले पुष्टि गरिसकेको छ। एउटा मृगौलाले मानिसको जीवनलाई खण्डित गर्दैन, बरु झन बलियो बनाउँछ। अर्कोतिर कलेजो एउटा यस्तो अङ्ग हो जुन खण्डित भइसकेर पनि निश्चित समयपछि पुरानै आकार प्रकारमा फर्किन सक्दछ। यस सम्बन्धमा दुईटै मृगौला फेल भए पश्चात बाबुबाट एउटा मृगौला दान प्राप्त गरी गत 2082 वैशाख 31 गते अङ्गदानको विश्वव्यापी सन्देश सहित विश्वको सर्वोच्च शिखर सगरमाथामाथि पाइला टेकेर विश्व कीर्तिमान बनाएका आरोही पेम्बा शेर्पाको अनुभवले पनि यही कुरालाई पुष्टि गर्दैछ। अङ्गदान दिएर चाहिँ केही पनि हुने होइन। जस्तै मानिलो अहिले मलाई मेरो बुबाले मृगौला दान दिनुभएको छ नि त। मृगौला मैले दान दिएर मेरो बाबा आफ्नो तरिकाले जिन्दगी चलाइरहनु भएको छ, उहाँ आराम तरिकाले स्वस्थ तरिकाले बसिरहनु भएको छ। मैले पनि त अङ्ग प्राप्त गरेपछि त मैले पनि आफ्नो तरिकाले जिन्दगी जिइरहेको छु। एउटा मृगौला प्रत्यारोपण गरेको व्यक्ति अर्थात् भनौँ एउटा अङ्ग प्रत्यारोपण गरेको व्यक्ति साधारण व्यक्तिले जस्तो गरी जिउन सकिँदैन भन्ने खालको कतिपयको हाम्रो यो समाजको एउटा नकारात्मक कुराहरूलाई चाहिँ त्यसको भ्रम चिर्नलाई चाहिँ मैले चाहिँ सगरमाथा चढ्ने एउटा कोसिस गरेको थियो। त्यो चाहिँ सिङ्गो विश्वभरि जतिसुकै मृगौलाको मात्र नभएर कलेजोदेखि लिएर फोक्सोदेखि लिएर मुटुदेखि लिएर अरू सबै जे अङ्गहरू प्रत्यारोपण गरेको छ तिनीहरू सबैले एउटा प्रेरणा दिनको लागि चाहिँ मैले यो एउटा जुन अभियान चलाएको थियो त्यो अभियान सफल पनि भयो। पनि विश्वभरिको 85 करोड मृगौला बिमारीहरूको प्रतिनिधित्व गरेर गएको एउटा व्यक्तिले चाहिँ सगरमाथाको त्यो अग्लो हिमाल संसारको सबैभन्दा उच्च स्थानमा गएर त्यहाँ पाइला टेक्न सफल भए र एउटा कतिपय राम्रो व्यक्तिहरू एउटा नर्मल व्यक्तिहरू पनि गएर धेरैले चढ्दैन। 100मा 10% 15% चढ्ने हो। त्यो 10% 15% भित्र म पनि परेछु र अरू नर्मल व्यक्ति भन्दाखेरि पनि मलाई चाहिँ एकदमै सहज भयो। कुनै पनि स्वास्थ्यको कुनै पनि किसिमको त्यो खालको बाधाहरू आइपरेन, राम्रो भयो। मलाई चाहिँ कुनै पनि सगरमाथा चढ्दाखेरि कुनै पनि त्यस्तो खालको जटिल कुराहरू चाहिँ स्वास्थ्यको विषयमा लिएर चाहिँ भएन। कलेजो यस्तो एउटा अङ्ग हो जो निश्चित समयपछि
पहिलाकै आकारमा आउने र पहिलाकै सेपमा आउने, बढ्ने र पहिलाकै अवस्थामा हुने भएको कारणले लगभग मलाई 2 वर्ष पछाडि लगभग डक्टरले भनेअनुसार 1.5 देखि 2 वर्ष अथवा 2.5 वर्षसम्ममा पुरानै रूपमा आउँछ भन्नुभएको थियो। मैले 6 महिनामा कहिलेकाहीँ आफूलाई अप्ठ्यारो पर्दा भिडियो एक्सर्साइज लगायत एलएफटीहरू गर्दाखेरि चाहिँ मेरो कलेजो अहिले पूर्ण रूपमा ठिक भइसकेको छ। कलेजो दान गर्नुभन्दा अगाडि मेरो कलेजो जस्तो सेप एन्ड साइजमा अथवा आकार प्रकारमा थियो अहिले त्यस्तो नै भइसकेको छ। 74 सालमा मैले दिइरहँदा मलाई केही समय मैले टोटल्ली अथवा पूर्ण रूपमा आराम गरिसकेपछि म अहिले यति बेला मेरो सामान्य दैनिक जीवनचर्या, हिँड्ने, डुल्ने, खाने अथवा आफ्नो विभिन्न काममा चाहिँ एकदम पूर्ण फिट एन्ड फाइन छु, सबल छु। त्यसैले यो अङ्गदान गर्दैमा कुनै पनि समस्या शरीरमा आउँदैन। तर यति मात्रै हुनुपर्छ, अङ्गदान गरिसकेपछि केही मुख बार्ने कुराहरू, अमिलो, चिल्लो, हाम्रो ड्राई फ्राई खाने कुराहरू, अल्कोहल, धुम्रपानबाट चाहिँ धेरै टाढा रहनुपर्छ। यति गर्न सक्यो भने अङ्गदान गर्दैमा त्यो मान्छे कमजोर पनि हुँदैन, बिरामी पनि हुँदैन। त्यसैले मैले के भन्न चाहेँ भन्दा यदि यो समाजलाई जोड्नु छ, परिवारलाई जोड्नु छ भने यो अङ्गदान एउटा ज्यादै महत्त्वपूर्ण खुर्किला रहेछ। यसले आफ्नो परिवार जोड्ने, समाज जोड्ने, समाजमा हेर्ने नजर, अङ्गदान दिने मान्छेलाई समाजलाई हेर्ने नजर छुट्टै किसिमको उच्च हुने रहेछ। तथ्याङ्कले भन्दैछ सन् 2024मा विश्वभरि 1,73,286 जना मरणासन्न मानिसले अङ्ग प्रत्यारोपण मार्फत नयाँ जीवन प्राप्त गरेका थिए। सन् 2022मा त्यो संख्या 1,57,494 थियो भने अङ्ग प्रत्यारोपणको दर 9.5%ले बढेर सन् 2023मा 1,72,397 पुगेको थियो। प्रत्यारोपित अङ्गहरूमध्ये 1,10,021 स्थान मृगौला मात्र थिए, जुन कुल प्रत्यारोपित अङ्गको झण्डै 63.5% हुन आउँदछ। अङ्गदाताहरूको संख्या केलाउँदा सन् 2024मा 50,588 जना जीवित दाताले मृगौला र कलेजो दान गरेका थिए भने 47,175 जना मृत अङ्गदाताबाट 8वटा जीवनदायी अङ्गहरू प्राप्त भएको थियो। प्रत्यारोपित मृगौला मध्ये 37% मृगौला जीवित दाताबाट प्राप्त भएको थियो भने प्रत्यारोपित 42,494 वटा कलेजो मध्ये 23% कलेजो मात्र जीवित दाताबाट प्राप्त भएको थियो। सन् 2024मा नयाँ मुटु पाएर पुनर्जीवन प्राप्त गर्ने भाग्यमानीको संख्या 10,286 थियो। मुटु जीवित दाताबाट प्राप्त गर्न सकिने अङ्ग होइन, त्यसलाई मृत्यु भइसकेका दाताबाट मात्र लिन सकिन्छ। यसर्थ कोट्याइरहन परेन। सन् 2024मा जुन 10,286 व्यक्तिले मुटु प्रत्यारोपणबाट नयाँ जीवन पाए, ती सबैले त्यत्तिकै संख्यामा देह त्याग गरेका अन्य मानिसबाट मुटु दानमा प्राप्त गरेका हुन्। सो वर्ष 8,236 वटा फोक्सो, 2,075 वटा प्याङ्क्रियाज र 174 वटा सानो आन्द्रा प्रत्यारोपित भएर पुनर्जीवन प्राप्त गरेका व्यक्तिहरूको हकमा भएको पनि त्यही नै हो। आँकडा हेर्दा अङ्गदानको संख्या वर्षेनी बढ्दै गइरहेको प्रष्ट देखिन्छ। तैपनि माग र आपूर्ति बीच दिनानुदिन फराकिलो हुँदै गएको दूरी भने सुखप्रद देखिन्न हो। अङ्गदान सम्बन्धी सचेतना अभियानलाई आम नागरिकहरू बीच प्रभावकारी ढङ्गले लान सकिएको भए मानव मृत्युको चित्र अहिलेको जस्तो भयावह हुने थिएन। आम नागरिकहरू बीच सूचना र सचेतना नभएकै कारण आज असंख्य मानव अङ्गहरू त्यत्तिकै खेर गइरहेका छन् र त्यसैले गर्दा मर्न नपर्ने असंख्य मानिस समेत अनाहकमै मर्दै गइरहेका छन्। खेर गइरहेका ती सबै अङ्गहरूलाई मानव हितमा उपयोग गर्न सकिएको भए नेपालकै हकमा पनि वर्षेनी मस्तिष्क मृत्यु हुने 1,000 मानिसबाट मृगौला दानको प्रतीक्षामा रहेका 3,000 मध्ये 2,000 रोगी तथा कलेजो प्रत्यारोपणका लागि पालो कुरेर बसेका 300 मानिसको ज्यान बचाउन सकिने अवस्था रहन्थ्यो। मुटु र अन्य अङ्गको प्रत्यारोपण नेपालमा सुरु भइसकेको छैन, तर ती अङ्गलाई पनि तुरुन्तै छिमेकी भारत र चीनतिर पठाएर त्यहाँका हजारौं मरणासन्न मानिसलाई नयाँ जीवन दिन सकिन्थ्यो। हो, आज विश्व समुदाय त विभाजित छ नै, समाज र अझै परिवारै समेत पनि विभिन्न कुराले विभाजित छन्। छालाको रङ्ग, वर्ण, जाति,
धर्म, सम्प्रदाय र राजनीति त्यस्ता कुरा हुन् जसले आज सबैतिर विभाजनको रेखा कोरेको छ। तर अङ्गदान आजको दिनमा एउटा यस्तो पक्ष हो जसले सबै खाले भेदभावको रेखालाई नाघेर सबै समुदाय र समाजलाई जोड्न खोजेको छ। यो समान अनुभूति अङ्गदान लिएका र दिएका दुईटै पक्षले गरेका छन्। 2058 सालमा मेरो किडनीको समस्या देखियो। 14 वर्षदेखि म चाहिँ नि मुख बार्ने अथवा चाहिँ नि खानेकुरामा चाहिँ पद परहेज गरेर 14 वर्ष लम्ब्याएँ मैले किडनीको समस्यालाई चाहिँ नि फेस गरिरहेँ, मानसिक रूपमा तयार भएर फेस गरिरहेँ। औषधिले नै बाँचिरहेको त्यति बेला 8-9 थरी औषधि खान्थेँ, प्रेसर पनि थियो। यो क्रममा चाहिँ नि त्यस्ता चाहिँ डाटा खोजिरहेको छ भने एकजना ब्रेन डेथ भएको चाहिँ नि मान्छेको परिवारसँग भेटघाट भयो। त्यो किडनीले अहिलेसम्म चाहिँ नि सहज र सरल रूपमा बाँचिरहेको छु। ब्रेन डेथ भएका चाहिँ नि बिरामीहरूका परिवारहरूले अङ्गदान गरेर अरूहरूलाई पनि बचाउन सक्यो भनेदेखि यो समाजलाई, राष्ट्रलाई र चाहिँ नि स्वयं एउटा आफ्नो पीडा हुँदा पनि पीडामा चाहिँ नि अरूलाई मलम लगाउनु भनेको त्यो नै सबभन्दा ठुलो महानता हो। आगामी दिनहरूमा पनि त्यस्ता चाहिँ नि ब्रेन डेथ भएका व्यक्तिहरूले त्यसरी अङ्गदान गर्न अरूलाई जो पीडित छ त्यसलाई अङ्गदान गर्नुभयो भनेदेखि समाजमा एउटा उदाहरण हुनेछ। डक्टरहरू देवता हुन्। मरिसकेको मान्छेलाई पुनर्जन्म मेरो चाहिँ मृगौलो दिएर उसलाई ट्रान्सप्लान्ट गरिदिनु भयो। उहाँहरू भगवान् हो। एउटा मृगौलोले काम गर्ने रहेछ, एउटा मृगौलो दिएर अरूले चाहिँ पुनर्जन्म पाउँछ भने दिए राम्रो हुन्छ। मलाई म नमस्कार गर्छु सबैलाई। अब हाम्रा अङ्गहरूले अरूले पुनर्जन्म पाइन्छ भनेदेखि, पाउँछन् भनेदेखि अङ्ग नफालौँ, लगेर गाडेपछि सिधिने हो। हामीहरूले गर्दा अरूको जीवन बाँच्छ भने, पुनर्जन्म पाउँछन् भने तपाईँहरूले अङ्गदान गरिदिनुहोस्। यसै क्रममा नेपालमा ब्रेन डेथ बिरामीको परिवारबाट प्राप्त मृगौला दानबाट पुनर्जीवन पाएका 10 भाग्यमानी मध्येकी 8औं तथा प्रथम नेपाली चेली सुश्रीता थापाको अनुभूति पनि भिन्न छैन। उहाँ भन्नुहुन्छ, जुन व्यक्तिले मलाई अङ्गदान दिनुभयो उहाँको परिवारहरूमा दुःख कष्ट त भयो नै। उहाँहरूको परिवारप्रति मेरो सहानुभूति छ। उहाँहरू त मेरो लागि भगवान नै हुनुहुन्छ। उहाँहरूले गर्दा मैले नयाँ जीवन पाएँ। उहाँहरू र लगायत डक्टरका टिमहरू र सिस्टरहरू मलाई बचाउनु हुने सबै टिमहरूलाई धेरै धेरै धन्यवाद। उहाँहरू नै मेरो लागि भगवानको स्वरूप हुनुहुन्छ। पहिला चाहिँ म आफ्नो बारेमा मात्रै सोच्थेँ अनि परिवारको बारेमा सोच्थेँ। एक्लै बसिरहँदा सोचिरहँदा चाहिँ म मरिया भालियो भनेदेखि मेरो परिवारको के होला भन्ने चाहिँ मात्रै सोच आइरहन्थ्यो मेरोमा। अनि जब मैले अङ्गदान पाएँ, नयाँ जीवन पाएँ, त्यसपछि मैले संसारको बारेमा पढेँ सुने। त्यसपछि चाहिँ मलाई थाहा भयो कि म मात्र नभएर म जस्तो संसारमा धेरैजना चाहिँ यस्तो बिरामी भएर उपचार नपाएर छटपटाएर बस्नु भएको रहेछ। अब चाहिँ हामी आफू मात्र नसोचेर अरूको बारेमा नि सोचौँ, उहाँहरूको बारेमा नि सोचौँ। अब खरानी भएर जाने अङ्गलाई चाहिँ अङ्गदान गरौँ। अङ्गदान गर्दाखेरि हामी मरेको मान्छेले अरूको लागि जीवन दान दिन सक्छ, मान्छे बच्छ भनेदेखि चाहिँ उहाँहरू हामी सबैले अङ्गदान गरौँ। उहाँहरू हामी म जस्तो धेरैजनालाई बचाउँ। एक चिकित्सक अनि अङ्गदान अभियन्ता पनि भएको नाताले अङ्गदान गरौँ र जीवन बचाऊ भन्ने नारा सदैव मेरो मन मस्तिष्कमा रहँदै आएको छ। तैपनि म भन्छु, सकभर शरीरमा रोगै नलागोस् र कहिले पनि कसैबाट अङ्गदान लिने या दिने अवस्था नै नबनोस्। यस निम्ति स्वास्थ्यप्रति हामी सजग रहनै पर्छ र यस सन्दर्भमा 104 वर्ष बाँचेर 95 वर्षको उमेरसम्ममा 12,000 भन्दा बढी ओपन हार्ट सर्जरी गरेर गएका विख्यात अमेरिकी हार्ट सर्जन डाक्टर एल्सवर्थ वेरह्यामको भनाइ र दिनचर्यालाई मनन गर्न तपाईहरू सबैजनासँग विनम्रतापूर्वक आग्रह गर्दछु। बाँचुन्जेल डाक्टर वेरहाम धेरैका लागि प्रेरणाको स्रोत एवं आदरणीय बनिरहे। उनले 95 वर्षको उमेरसम्म पनि मुटु रोगका शल्य चिकित्सकका रूपमा सक्रिय रहँदै 12,000 भन्दा बढी ओपन हार्ट सर्जरी गर्न भ्याए। डाक्टर वेरहामको भनाइ अनुसार स्वास्थ्यलाई बनाए राख्न हामीले दैनिक खाँदै आएका कतिपय खानेकुरालाई नियन्त्रण र नियमन गर्नै पर्छ। उनको भनाइमा नियन्त्रणमा राखिनुपर्ने पहिलो खाद्य वस्तु हो दूध। डाक्टर वेरहाम भन्छन्, दूधले कोलेस्ट्रोललाई बढाउने काम गर्दछ। पबमेट पत्रिकामा प्रकाशित एउटा प्रतिवेदन अनुसार हामीले पिउने दूध दैनिक 200 ग्राम भन्दा बढी भयो भने कार्डियोभास्कुलर रोग अर्थात् मुटु रोगले हामीलाई थला पार्ने सम्भावना हत्तै बढेर जान्छ।
प्रिभेन्टिभ कार्डियोलोजी नामक पत्रिकामा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनले पनि त्यही भन्छ। दूध तथा दूधजन्य खाद्य सामग्रीको अत्यधिक सेवनले मस्तिष्क घात र मृत्युको सम्भावनालाई समेत स्वात्तै माथि पुर्याइदिन्छ। डाक्टर वेरहामको अनुभवमा स्वस्थ जीवनका लागि हामीले त्याग्नुपर्ने दोस्रो कुरा भनेको स्याचुरेटेड फ्याट हो। समस्याको अर्को पाटो हामीले लिने स्याचुरेटेड फ्याट्सको मात्रा पनि हो र अधिकांश पशुजन्य बोसो स्याचुरेटेड फ्याट नै हो। सुन्दा थोरै आश्चर्य लाग्ला यदि तपाईको खानामा स्याचुरेटेड फ्याट्सको मात्रा बढी भयो भने तपाईलाई मुटु रोगले सताउने सम्भावना पनि उच्च रहन्छ। यसलाई हार्वर्ड स्कुल अफ पब्लिक हेल्थले पनि पुष्टि गरिसकेको छ। यदि तपाईले कोलेस्टेरोललाई 140 भन्दा कम राख्न सक्नुभयो भने तपाईलाई मुटु रोग लाग्ने सम्भावना कम हुन्छ। कोलेस्टेरोललाई नियन्त्रणमा राख्नका लागि शारीरिक कसरत राम्रो हो, तर बढी मात्रामा स्याचुरेटेड फ्याट्स लिनुभयो भने कोलेस्टेरोललाई तपाईले चाहिने सीमासम्म बाँधेर राख्न सक्नुहुन्न। रातो मासु, बटर, केक, चकलेट, आइसक्रिम, चीज आदि सबै उच्च स्याचुरेटेड फ्याट्स युक्त खानेकुरा हुन्। तपाई हृदयघातबाट बच्न चाहनुहुन्छ भने यी खानेकुराबाट तपाईले आफूलाई टाढा राख्नै पर्छ। खाँदा गुलियो तर शरीरलाई गुल्ट्याउने तेस्रो विष चिनी हो। नियमित भान्साको खाना होस् वा उत्सव समारोहका मिष्ठान्न व्यञ्जन, चिनी अचेल कहीँ पनि छोड्दैन। बच्चादेखि वृद्धसम्मले मन पराउने चिसो पेय पदार्थ होस् वा तिहारको बेला दाजुभाइको सुस्वास्थ्यको कामना गर्दै दिदी बहिनीले थमाउने मिठाई, चिनी सर्वत्र अपरिहार्य र अनिवार्य नै भइसकेको छ। यसर्थ यसलाई आजकल एडिक्सन वा एक किसिमको कुलत नै भन्न थालिएको छ। राजनीति र साहित्यमा गुलियो पोतिएको विषको बिम्ब धेरै प्रचलित छ, तर यो गुलियो आफै कति खतरनाक रहेछ मानिसले बल्ल बुझ्न थालेका छन्। यो मानव निर्मित विषमा कुनै पोषक तत्व हुँदैन। सुक्रोज र फ्रुक्टोज युक्त यो गुलियो वस्तुले नन अल्कोहोलिक फ्याटी लिभर बढाएर शारीरिक प्रक्रिया वा मेटाबोलिक प्रोसेसलाई अवरुद्ध पार्छ र हृदयघातको जोखिमलाई अझ नजदिक ल्याइदिन्छ। यो एउटा उच्च कोटिको कुलत नै बनिसकेको छ। अत्यधिक चिनीयुक्त पेय पदार्थ, स्न्याक्स र डेजर्टले मोटोपन, इन्सुलिन प्रतिरोध तथा शारीरिक प्रक्रियामा गडबडी निम्त्याउँछ। यसर्थ सधैँ हेक्का रहोस्, चिनी हाम्रो शत्रु हो। डाक्टर एल्सवर्थ वेरहाम आफू जस्तै लामो आयु बाँच्न चाहनेहरूलाई नुनको सेवन पनि कम गर्दै लग्न सुझाव दिन्छन्। तपाईले न्यूनीकरण गर्दै लानुपर्ने चौथो वस्तु हो नुन। हेर्दा सामान्य देखिने तर खतरनाक नुनको सेवनले तपाईको कोलेस्टेरोललाई बिमारीको बिन्दुसम्म पुर्याइदिन सक्दछ। तपाई आलु चिप्स र प्रशोधित मासु जस्ता स्न्याक्सहरू नियमित रूपमा लिनुहुन्छ भने तपाई नजानिदो किसिमले हृदयाघातलाई नजदिक बोलाउँदै हुनुहुन्छ। परिणाम चान्चु नै हुँदैन, यसकारण यसतर्फ तपाईले ध्यान दिनै पर्छ। धेरै मानिसहरू अत्यधिक नुनको सेवन गर्छन् र नुन थोरै कम भयो भने खाना नै नमज्जा भयो भन्न थाल्दछन्। विश्व स्वास्थ्य संगठन भन्छ तपाई नुन जति कम खानुहुन्छ तपाईको मुटु त्यति नै राम्रो हुन्छ। तिनीहरूको भनाइ छ हृदयाघात मुक्त जीवन जिउने हो भने नुनको सेवन दिनको 2 ग्राम भन्दा तल हुनै पर्छ। यहाँनिर एक पटक दोहोर्याउनु पर्ला, विश्व स्वास्थ्य संगठनले हालै युरोपमा मात्र पनि वर्षेनी 40 लाख अर्थात् दैनिक 11,000 मानिसको मृत्यु मुटु सम्बन्धी रोगका कारण हुन थालेपछि त्यहाँका जनतामा नुनको सेवन कम गर्दै लग्न आह्वान नै गर्नु परेको थियो। नुनले अवश्य पनि खानालाई स्वादिलो बनाउँछ, तर यसको अधिक सेवनले स्वास्थ्यमा के समस्या ल्याउँछ त्यसतर्फ पनि हाम्रो ध्यान जानु अत्यन्तै जरुरी छ। डाक्टर वेरहाम हामीले स्वस्थ र दीर्घायु जीवनका लागि त्याग्नुपर्ने 5औं तथा अन्तिम वस्तुको नाम लिनुपर्दा खाने तेलतिर औलो सोझ्याउँछन्। प्रशोधित तेलले शरीरभित्र प्रतिक्रियात्मक तनाव पैदा गर्दछ, किनकि प्रशोधित तेलमा ओमेगा 6 अत्यधिक मात्रामा केन्द्रित रहन्छ र तिनलाई अक्सर इसाटोन नामक टक्सिन प्रयोग गरेर प्रशोधन गरिएको हुन्छ। विशेषतः भटमास, मकै र क्यानोलाको तेलमा ओमेगा 6 फ्याटी एसिडको मात्रा अत्यधिक हुन्छ। तिनमा ओमेगा 6 ओमेगा 3 भन्दा 20 गुणा बढी पाइन्छ र दुई बीचको सन्तुलनमा देखा पर्ने गतिरोधका कारण शरीरभित्र जलन पैदा हुन्छ। प्रशोधित खानामा वनस्पति तेलको प्रयोग हुन्छ र तिनको कम सेवन नै हाम्रो लागि हितकर हुन्छ। स्वास्थ्यप्रति पूर्ण रूपेण सचेत 104 वर्षसम्म बिना कुनै ठूलो रोग बाँचेका डाक्टर वेरहाम
स्वस्थ र सुखी जीवन जिउन चाहनेका लागि आफ्नो संक्षिप्त र सारा गर्वित सन्देश यसरी दिन्छन्। कुनै पनि व्यक्ति मेरै उमेरका मानिसले समेत स्वास्थ्यका लागि स्वादलाई फेर्न सक्नु पर्दछ। हो, स्वास्थ्यका लागि स्वादलाई फेर्न सक्यौं भने आफै लाभान्वित हुने त छँदैछ, परिवार, समाज र समग्र देशै समेत सुखी र समृद्ध हुन पुग्दछ। निसन्देह पनि अबको केही वर्षपछि वा केही दशकपछि अङ्गदान र प्रत्यारोपण आवश्यक नहोला। तर आजको यथार्थ के छ त्यसप्रति हाम्रा आँखा र हृदय खुल्ला रहनै पर्छ। यस क्रममा हाम्रो एउटा अठोट, एउटा संकल्प नै काफी हुन्छ। न कुनै सामाजिक परिवेशले छेक्न सक्छ, न कुनै आर्थिक बन्धन नै बाधक बन्न सक्दछ। उमेरले त झन् छेक्दैन। यस सम्बन्धमा भक्तपुरका 2 जना वरिष्ठ नागरिकहरूको अडान र अठोट यस्ता छन्। मेरो उमेर चाहिँ अहिले 83 वर्ष भइसक्यो। कहिले के हुन्छ त्यो भन्न सकिँदैन। म अहिलेसम्म स्वस्थ छु भने मलाई आफैको विश्वास छ। त्यसकारण यो खरानी भएर जाने आज हो कि भोलि हो, केही ठेगान छैन यो जीवनको। भोलि के हुन्छ भन्न सकिँदैन। त्यसकारण खरानी भएर जाने यो शरीरको अङ्ग कसैलाई उपकार हुन्छ अथवा कसैको जीवन बच्छ, ज्यान बच्छ भनेदेखि त्योभन्दा ठुलो पुण्य अरू हुँदैन। त्यसकारण तपाईँहरूले पनि यो शरीर, भौतिक शरीर नष्ट भएर खरानी भएर जाने शरीरलाई अरूको उपकार अथवा कसैको जीवन बच्छ भनेदेखि किन नगर्ने? यस्तो ठुलो पुण्य तपाईँहरूले पनि गरिदिनु होला भने म आग्रह गर्छु। आज म ज्यादै खुसी छु, किनभनेदेखि मेरो आफ्नो शरीरसँगै जलेर जाने खरानी हुने मेरा अङ्गहरू, 8वटा अङ्गहरूले 8 जनाले त्यो पाएर उनको जीवन रक्षा हुने भयो र फेरि 2टा आँखाले 2 जनाले आँखा पनि पाउने भएको हुनाले यो जस्तो मैले ठुलो धार्मिक काम मैले अरूलाई देखेको छैन। त्यसैले म आज त्यो अङ्गदान गरेर म धेरै खुसी छु। तपाईहरूलाई अनुरोध गर्दछु, तपाईहरूले पनि अङ्गदान गरेर पुण्य कमाउनु होला। उमेरले कम तर पनि उर्वरशील जवानीमै 2टै मृगौला गुमाई मृत्युको नजदिक पुगिसकेर पनि प्रत्यारोपित एउटा मृगौलाको बलमा विश्वको सर्वोच्च शिखर सगरमाथामाथि अङ्गदानको झण्डा फहराएका कीर्तिमानी आरोही पेम्बा शेर्पाको अठोट र संकल्प पनि कम प्रेरणादायी छैन। बाबुबाट एउटा मृगौला दानमा पाइसकेपछि नयाँ जीवन प्राप्त गरेका शेर्पा अहिले आफै सपरिवार अङ्गदान अभियानमा खटिरहनु भएको छ। उहाँ भन्नुहुन्छ, विश्वमा जतिसुकै छरेर बसिरहनु भएको छ, उहाँहरूलाई एउटा के मेसेज दिन्छु भन्दाखेरि चाहिँ अहिले कतिसम्म विश्वमा जतिसुकै मान्छेहरूले अझै पनि अङ्गहरूको जुन दान पाउन सकेको छैनन्, तपाईँहरूको फ्यामिलीहरू, विशेष गरी फ्यामिलीहरूले पनि दिन मानिरहेको छैनन्, त्यो कुराहरूले पनि नकारात्मक नसोचिकन म अङ्गदान दिन्छु र पुण्य कमाउँछु भन्ने एउटा सोच लिएर चाहिँ अङ्गदान दिएर चाहिँ अर्कोको जीवन बचाउनुहोस्। यो भन्दा ठुलो धर्म संसारमा जतिसुकै जसले जे भने पनि तपाईँको चाहे मन्दिरमा गएर पूजा गर्नु, चाहे गुम्बामा गएर पूजा गर्नु, चाहे जतिसुकै पूजा गर्नुहोस्, त्यो पूजाभन्दा पनि महान धर्म भनेको चाहिँ अङ्गदान दिएर चाहिँ अर्कोको जीवन बचाउनु नै महान दान हो। मृत्यु टार्न सकिँदैन तर अन्धोपन टार्न सकिन्छ। शोकलाई उज्यालोमा बनाऊ, पीडालाई आशामा बदल्नु, आँखा दानलाई सामान्य कुराकानी बनाऊ, किनकि कतै न कतै कोही पर्खिरहेको छ यो संसार देख्न तपाईँको आँखाबाट। आँखा दान गर्न धन चाहिँदैन, शिक्षा चाहिँदैन, चाहिन्छ त केवल निर्णय र परिवारसँगको कुराकानी। आजै आफ्ना प्रियजनहरूसँग कुरा गर्नुहोस्, आफ्नो इच्छा गर्नुहोस्, किनकि समय आउँदा तपाईँको आँखाको आवाज उनीहरूको हुन्छ। मरेपछि आगोमा जलेर वा जमिन मुनि गाडिएर खेर जाने अङ्गहरू दान गर्दा 8 जनाको पुनर्जन्म हुन्छ। अरू 4 जनाले फेरि संसार देख्न सक्छन् र अरू धेरै जनाको काया फेरिन्छ भने त्योभन्दा ठुलो पुण्यको काम अरू के होला? हाम्रो छालाको रङ एउटै नहोला, हामी भिन्न भूगोलमा बसेको होला र हाम्रो धर्म र सम्प्रदायले हामी बीच विभाजनका अनेकौं रेखाहरू कोरेको होलान्। तैपनि अङ्गदान एउटा यस्तो विषय हो जसले हामी सबैलाई ती सबै भेद र भिन्नता भुलेर बिना कुनै भेदभाव एकै ठाउँमा उभ्याइदिन्छ। यसकारण आफ्नो बारेमा सोच्नुको साथसाथै अरूको बारेमा पनि सोचौँ र अङ्गदान गर्ने प्रतिज्ञा गरेर समाज र संसारलाई नै बदलौँ।
तपाईँले आज लिनुभएको एउटा सानो सङ्कल्पले भोलि धेरै परिवारको लागि असीमित सुखको ढोका खोलिन सक्दछ। यसकारण जाति, रङ्ग र लिङ्ग लगायत सबै खाले भेदहरूलाई बिर्सौँ, अङ्गदान गरौँ र समाज र संसारलाई जोड्न हातेमालो गरौँ। आजै गरौँ र अहिले गरौँ। धन्यवाद। नमस्कार।